घर उठ्छौलाई Apa di sini ya? Dia sudah Namo Shivaya. कहाँ पुग्नुभयो? ए त्यहाँ पुग्नु लाग्नुभयो? हामी त भर्खर यहाँ राम्रै ल ल हुन्छ म कस्तो तान्छ गाडी तान्छ राम्रो के छ बाटाको अवस्था तान्ने रहेछ राम्रै नि ठिक राम्रै रहेछ यार बलियो रहेछ गाडी राम्रो भयो यात्रा राम्रै भयो म नि यार माटो नि त्यो धन्यले गर्दाखेरि धन्यलाई माटो नि बोली कतिले भइहाल्यो अहिलेसम्म अघि नै पुगिजान्थेँ म धन्या बोलीले मलाई दुःख पर्यो यार त्यही आउँछु राति पर्छ होला कसैलाई मुस्किल छ पोखरामा म बिना कसैलाई मुस्किल छ पोखरामा भन्छ
छु आज धेरै टाढा म छु आज धेरै टाढा मेरो दिल छ पोखरा मेरो दिल छ पोखरामा सिमको हर्रै खाउला पात उदी मन्ट्या खोल खोले त सुन्दैन खाउली मुखिया एउटा नर्मल Chill the life, guys. Rock, rock. Guys, go to the right. Hello. Mama Vanza Rock, guys. Nice rocks. हामी चाहिँ घरतिर जान लाग्यो यस्तो छ अवस्था छतमा बसेर यात्रा गर्ने गाह्रो छ हामीलाई राति राति भेट्यो नआउँदा तिमी भन्दा मेरो नि छोराको क्यारी बन्न सक्छु र पराको घामले मात्रै देख्छ हामीले माया लागेको घामले मात्रै देख्छ चिन्ता नलेऊ घामलाई नि बादलुले छेक्छ तिमी भन्दा मेरो नि छोराको क्यारी बन्न सक्छु र पराको घामले मात्रै देख्छ हामीले माया लागेको घामले मात्रै देख्छ चिन्ता नलेऊ घामलाई नि बादलुले छेक्छ यो उठा बाबु तल बस्छ अहिले हल्लियो पनि गाह्रो हुन्छ बाबा डाइलग Feel the nature, feel the life, enjoy your life, guys. घाटी Sponsored by Nicky Mark. यहाँ त होइन बारे बसिरहेको छ बुढाले बाँध्न लागेको यसो चलिरहेको हतियार पछि एक वर्षपछि आउँछ
ल्याङ्ग हुन्छ अब यहाँ फेरि एकचोटि आइदिनु मस्तै हुने रहेछ एउटा एक धार्ने हुने रहेछ यहाँ त एकदम नि अघि मलाई त पिरो भयो क्या सोल्दिन मैले खाने जति पिरो तपाईँ सोच्नै सक्नुहुन्न ल कसम से म खान्छु म मैले पिरो खान्छु त नि हाम्रो घरमा कसैले खान्न होला क्या नै नै अस्ति पिरो खान्छु म मसँग त कम्पिटिसनै नगर्नु ल मा साँच्ची Watch her. I am eating What? water bano हामी पहिला पनि तपाईँ लाग्छ एकदम हामी एकछिन मात्रै कहिले फिल त निचेर चित्त लाग्यो अहिले एकछिन लागि साझा टक्कै सबै देखेर लिइरहेको हुन्छन् फेरि बफाटी गोल गरेर हाल्नु रोटी गल कसम यस्तो मलाई नहेर्नु कि भिडियोमा अहिले खौला हाटहरू चल्दै झरेर गाह्रो भयो गएर कति त कहीं ये बहुत सामने मुझे किसी ने हाँ तल बसेर लागि क्रिम पानी झनै यो मूल पानी आमाको बर्थडे आउँछ कति बजी अरे ल त्यो म्यागी खानलाई पैसा कमाएर यस हाम्रो 12 पास गरेर ठुलो सपना तपाईँले त 3G पे हान्नु माने तपाईँ कोरिया जानु के के हो त अनि कति 50 माने भने अब त्यतिसम्म पिक्चर बनाइन्छ इन्डिया जान्छ गरेर इन्डिया जान्छ म त कालो बाटो खानै नपाउनु भए मान्छे एकदमै 1 वर्षपछि बल्ल खाना पाउनु केही खाइरहेको आज हात पनि फेर्नु
सकिन लाग्यो त्यहाँ छ नि यहाँ त्यो त घरलाई 15-22 गाडी बसाएर माथि बाह्र चढिरहेको भाइलाई लगिदिएछ ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु दसैँ दसैँ जन्मिया दिन हो क्या अब आउँला यहाँ ह्याप्पी बर्थडे टु यु दसैँ यही भिडियो हालिदिन्छु बर्थडेको दिन डोरी खेल्नु नसोचिन यसो गिटार डोरी खेल्ने कुरा माथिबाट खगाइले कालादै गर्छ राम्रा उता खालको आइगयो हर्रै काउला ल ब्रदर दसैँको ह्याप्पी बर्थडे टु यु ह्याप्पी दसैँ अङ्कल अन्त हात चाटेरै समाएको आइसक्यो अब उम्लिने छ अनि त्यहाँ त झन् धेरै पर्छ गएको छ तलबाट देख्छ बाइकमा आइन्छ Happy birthday to you, Dosai. Happy birthday to you, Dosai. दसैँ आयो गाइस Happy birthday to you. Fufu खै फुपू देखिन त आइएम होता है तो अवस्थामा बस्दा है उसको एक गते नि उसको मेहनत धेरै जस्तो के गर्नु पर्छ गाडीमा लाग्यो कार्तिक लागेको छैन हेलो नमस्ते साथीहरू गाइस वेलकम टु माई न्युज च्यानल इट्स मी निखिल डाली यसो गाइस आज हामी सो नाङ्गे ढोलबजी जाँदैछौँ यस्तो छ अवस्था यसो गाडीमा चाहिँ ठाउँ नरहेछ हामी यसरी चाहिँ छतमा बसेर मामा भान्जा चाहिँ ट्याक्टर लागेको होइन गइरहेको अवस्था छ होइन यो गर्नु लास्टै चिसो चिसो छ मौसम होइन गाइस यो चाहिँ हाम्रो रिम भन्ने ठाउँ हो उहाँ चाहिँ एकदम डेन्जर मान्छे बसिरहनु भएको छ देख्न सक्नुहुन्छ यो चाहिँ बजार हो रिम बजार रिम बजार चाहिँ आइसकेका छौँ हामी देख्न सक्नुहुन्छ चिसो चिसो यहाँ होइन एकदम अलि माथि गाडी साइड ला फिल द नेचर औ गाडी चालक भने फिल द नेचर चिज द लाइफ वेलकम टु माई न्यू ब्लग भन्ने यो त मेरो डाइलग है गाइस फेरि भान्जर चाहिँ बोलै भन्छ चोरिसक्यो यस्तो छ अवस्था रिम बजार छ मौसममा चाहिँ यसरी हामी गइरहेछौँ देख्न सक्नुहुन्छ यसो बजार चाहिँ डाँडोमा छ अब चाहिँ हामी ओह्रालोतिर झरिसकेका छौँ गाउँ जस्तो छ देख्न सक्नुहुन्छ चिसो चिसो मौसममा चाहिँ छतमा बस्नुको मजा नै बेग्लै छ अनि दसैँको बेला दसैँको बेला चाहिँ यहाँ दसैँ आउन पाएको छैन गाइस यहाँ चाहिँ यिनीहरूलाई काटिन लगिसक्यो चाहिँ असोजको महिनामै यहाँ आइसक्यौँ हामी अब देख्न सक्नुहुन्छ यहाँ चाहिँ चिमुरबारी देख्न सक्नुहुन्छ यस्ता मान्छे पनि छ नि, मिठो थियो। मिठो यस्तो यस्तो बवाल छ है गाइस मौसम के छ चाहिँ खबर अन्टी नगर यहाँ चाहिँ एउटा यस्तो दामी स्कुल छ होइन
त्यहाँ चाहिँ यसो गेम भइरहेको रहेछ देख्न सक्नुहुन्छ यस्तो दामी छ होइन गाइज मजा नै बेग्लै छ क्या त्यो छतमा बसेर महसुसै भएको छैन कि जब कि तल सिटमा बस्दाखेरि चाहिँ एकदमै कुद्छ काट्छ त्यहाँ चाहिँ आनन्द छ ट्याक्कै एरोप्लेनमा बसेको जस्तो भइरहेको छ मजा आइरहेछ अनि सर देख्न सक्नुहुन्छ एरोप्लेन गद्दु 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 भन्ने थाहा पाउनुहुन्छ कि नै गद्दु गाइज गद्दु टङ्गिया छन् ऐसियालु मका पनि पाइसकेका छन् केरा भन्ने थाहा छैन त्यहाँ चाहिँ केरा रुख भन्ने रहेछन् यहाँ के चिटिक्क पर्या केरा रहेछ कहिले के चिटिक्क पर्या गर्छन् गाइज देख्न सक्नुहुन्छ बाख्रा र भैँसा छ के यो के फुल यस्तो छ यहाँ चाहिँ के नयाँ तरिकाको फुल रोपिरहेको रहेछन् एकदम मजा छ गाइज एकदम मजा आइरहेछ क्यामेरै पकड्न आउँदैन यार के भिडियो गराउनु यसरी पकड्नुपर्छ के यस्तो छ नि यसरी देखाएर आफूलाई भिडियो क्लिप गर्न सजिलो हुन्छ नि ल राख मोबाइल बुझ्नु राख आउनु भर्खर खर्चिरहेको त्यो लाइन गर्दैन दामी आउँछ कि यस्तो बेला लाइटले काम छैन गर्दैन सकेला नि कस्तो चिज अब त नाउलीको चार अङ्लाई गरे बाटो छैन मैले भिडियो बनाउनु लाग्छ कि अब गाई मतलब सिन्दुरले मात्रै घाटो भएर हो र अनि बिहारी सोल्टिनालाई यस्तो अब भइगयो अब है तेरिका
मलाई समात्नु के ओके बात जान्छु नि मलाई त मगा लाग्यो कहाँ हुन् हाम्रै हुन् यो बाँचेर यहाँ महँगो छ दाङ्गा जस्तो जाम बजार ल अरे गाउँला माथ के कहाँ रुख्ला अब भोकलाई पनि हरिएर अब खाने हुन्छ अरे हर्याउ गाउँला बात आयो अहिले गइए ल ल शुभयात्रा बोतल बाबा तपाईँ पनि सोल्टिने जस्तो नगर्नु भन्नु क्या सोल्टी राजालाई आज बुद्धि हान्दिउँ हामी किड्न्याप हान्दिउँ है नाच्यो आज गाडी Not me.